प्राप्तिको स्रोत भनेको यो पुरानो मौजदात प्रविष्टि। अप्सनहरू धेरै छन् त्यहाँ हैन। जस्तो प्राप्तिको स्रोतमा वस्तुगत सहायता वैदेशिक कहिलेकाहीँ के हुन्छ वैदेशिक सहायताबाट केन्द्रतिर वैदेशिक सहायताबाट आउला मतलब तपाईँहरूको भने कोही सहायताबाट आयो भनेपछि त्यसरी प्रविष्टि गर्न सक्नु। तर हामीले के गर्छौँ अहिलेलाई अहिले पुरानो मौजदात प्रविष्टि भनेर लेख्नु होला है। पुरानो मौजदात प्रविष्टिमा क्लिक गर्छौँ। अनि सुरु प्राप्त मिति तपाईँको कहिले हो? यो त हामीले त असारको अन्तिमको ब्यालेन्स हाल्दैछौँ। साउनको ब्यालेन्स हो नि यो हामीले राख्नु लाग्यो त। तपाईँले 2082 साउन 1 गते अथवा साउन 2 गते कति राख्नुहुन्छ 1-2 गते राखेर त्यहाँ आजकै मितिमा एन्ट्री हुन्छ हुनलाई। तर यो कहिलेको हो? साउनकै हो भन्ने जनाउनको लागि हामीले साउनको मिति राखिदिन्छौँ। अनि सुरु प्राप्त नम्बर भन्ने हुन्छ। यो नम्बरमा चाहिँ तपाईँले 1-2 राखे नि हो त्यति बेला प्राप्त 1 नम्बर राख्दै हो हैन। अब सुरु प्राप्त नम्बर राख्ने। कैफियतमा हामीले के गर्छौँ ओपनिङ ब्यालेन्स भनेर लेखिदिने। कैफियतमा के लेख्ने ओपनिङ ब्यालेन्स भनेर लेखिदिने। डट हालिए चाहिँ स्पिकर छ डट हाल्नु भएको छ तपाईँले। ओपनिङ ब्यालेन्स भनेपछि त्यहाँ के देखिन्छ भने ओपनिङ ब्यालेन्स गरेको रहेछ भन्ने थाहा हुन्छ। सुरुमा एकचोटि मात्र प्रयोग गरिन्छ, अर्कोपल्ट गरिँदैन। तर वैदेशिक जस्तो यहाँ कतैबाट बाहिरबाट डाइरेक्ट हाम्रो त्यसलाई दाखिला गराउला सर। त्यसलाई हजुर दाखिलातिरबाट आउँछ त्यो। दाखिलाबाट आउँछ। उनीहरूले डाइरेक्ट दियो भने हामीलाई स्वयंबाट प्राप्त भयो भने दाखिलाबाट 1-2 गते दाखिलाबाट आउँछ। मैले त अहिलेकै मिति राख्दिन्छु त कार्तिकको। अनि त्यसपछि यसमा चाहिँ उपशीर्षक भन्ने छ मेडिकल तथा औषधि जन्ने। अनि सम्पत्तिमा चाहिँ अब के आइटम हो? प्यारासिटामोल 500 mg, आइबुप्रोफेन 400 mg। अब कति क्वान्टिटी के छ सबै कुराहरु तपाईले इन्ट्री गर्नुपर्छ यसमा। उपशीर्षकमा के राखिन्छ? त्यही हुन्छ। उपशीर्षकमा अटोमेटिक आउँछ होला तपाईको औषधि तथा त्यो सम्पत्ति भनेपछि म्यापिङ छ। म्यापिङ नगरेको बाहेक गरेको बाहेक देखाउँदैन यसमा। यो सुरु मिति मैले त कार्तिककै हाल्दिन्छु। जहिले इन्ट्री गरे त्यही मिति के सुरु मिति जुन छ नि जहिले इन्ट्री गरे त्यही मिति। केही फरक पर्दैन। तपाईले चाहिँ सुरुको ओपनिङ ब्यालेन्स राखेको भन्ने देखिन्छ। मैले यो गर्दैछु यहाँ एउटा प्रोसिजरमा डिजिटल थर्मोमिटर छ। स्पेसिफिकेसन सुरुमा के राख्नु त तपाईले अटोमै राखे भइहाल्यो। केही छ भने त्यसको चाहिँ ब्याच नम्बर केही हुन्छ। ब्याच नम्बर त अर्कोतिरबाट गरेर राख्छौँ। ब्याच नम्बर चाहिँ उताबाट गरेर राख्छौँ। अब तपाईले यो आइटमको नाम यहाँ टाइप गर्नुहुन्छ। म्यापिङ भइसकेको छ। आइटम टाइप गर्नुहुन्छ। अनि कति परिमाण अनि थान अथवा पिस अथवा के छ त्यो अटोमेटिक आइहाल्ने भयो। दर मूल्य छ भने मूल्य राख्नुहुन्छ। छैन भनेपछि 0 राख्दिनु पर्यो। अनि बल्ल यो चाहिँ प्लस बटन यहाँ खुल्छ। यहाँ केही राख्नु भएन फेरि खुल्दैन। मूल्य केही राख्नु भएन 0 पनि अथवा खाली छोडिदिनु भएन यो फेरि यो एक्टिभ हुँदैन यो प्लस बटन। यो मूल्य त म्यापिङ गरे हुन्छ नि सर। हैन मूल्य छ भने राख्दिनु। मूल्य पहिला हुन्छ नि। तपाईहरुको एलएमएस मा त मूल्य सहित खुलेर आएको छ नि केही आइटमहरु। पर युनिट को मूल्य प्रति इकाइ मूल्य म्यापिङ गर्दा त औषधि नाममा त म्यापिङ हुने हो। मूल्य त अनिवार्य राख्नुपर्छ। मूल्य छ भने राख्दिनु। छैन भने 0 राख्नुस्। मूल्य उल्लेख भएको छ भने मूल्य राख्दिनु। मूल्यको लिस्ट पठाउनु भन्नु पर्यो के? पठाउनु भएछ त एलएमएस हेर्नु पर्यो के तपाईले? पठाउनु भएछ के सुरज सर? हो सर हामीले एलएमएस बाट हेर्नु पर्छ अन्तिम मौजा। त्यहाँ मूल्य उल्लेख भएकोलाई मूल्य राख्नुहुन्छ। यदि मूल्य उल्लेख भएको छैन भने 0 राखेपछि यो प्लस बटन एक्टिभ हुन्छ। त्यसपछि प्लसमा क्लिक गरेपछि अहिले चाहिँ यसमा क्लिक नगर्नु किनभने यो त युजर होला फेरि। अब यहाँ प्लस गर्ने बित्तिकै यो आइटम तलतिर आएर बस्छ कि यो लाइनमा हैन। त्यसपछि अर्को पनि फेरि यस्तै गरेर अरू आइटम राख्दै जानुहुन्छ। थप्दै जानुहुन्छ। एवं रीतिले अरू आइटम थप्दै जाने। थपिसकेपछि के गर्ने तलपट्टि हेर्नुहोस् नि क्लोज र सेभ अल भन्ने बटन छ। सेभ अल बटनमा क्लिक गर्ने। प्लस गरेको सेभ अल बटन चाहिँ आजको कलरमा आउँछ नि। त्यो प्लस गरिसकेपछि यहाँ अरू आइटम भइसकेपछि हुन्छ सेभ अल भन्ने बटन खुल्छ एक्टिभ हुन्छ। त्यो खुल्छ। अनि त्यो एक्टिभ भइसकेपछि हामी सेभ अल गर्छौँ। यति गरेपछि तपाईँको स्वास्थ्य संस्थाको मौजदातमै एन्ट्री भइसक्दैन अझै पनि।
होइन यसलाई चाहिँ के गर्नुपर्छ एक्चुअली फेरि प्रिभ्यूमा जाने हेर्ने अनि त्यसपछि 3 डटको अप्सन हुन्छ के यो सेभ भइसकेपछि कता हुन्छ फेरि जस्तो तपाईँहरूको सिएचआइएसमा माथिपट्टि 3 डटको अप्सन छ नि सच्याउनुहोस् भन्ने छ नि हो यसमा पनि 3 डटको अप्सन चाहिँ यस्तैमा हुन्छ होइन यसमा हुँदैन सेभ भएपछि यसलाई एकचोटि सेभ भइसकेपछि यो अन्य मौदात परमिस्टीको उसमा गएर बस्या हुन्छ होइन सेभ मान्ने अनि अन्य मौदात परमिष्टि भइसकेपछि त्यहाँ गएर त्यो उसमा बस्या हुन्छ यो अन्य मौदात परमिष्टिमा एउटा यो परमिष्ट भयो भनेर 1 नम्बर हामीले गरेको अगाडिको 1 नम्बर भित्र गरेको आइटमहरू त्यहाँ सेभ गरेर बस्या हुन्छ 3 डटको अप्सन अलिकति माथितिर हुन्छ त्यसको राइट साइड माथिपट्टि 3 डटमा क्लिक गरिसकेपछि त्यहाँ प्रिभ्यू अप्सन अनि फरवर्ड अप्सन एउटा एडिट अप्सन यस्ता अप्सनहरू हुन्छन् त्यहाँ अनि फरवर्ड गर्नुपर्छ फेरि फरवर्ड कसलाई गर्ने यो स्वीकृतकर्तालाई परमिस्टको उसमा जानु पर्यो फेरि प्रिभ्यू हेर्नलाई सेभल गरेपछि आउँदैन सेभल गरिसकेपछि लिस्टमा देखिन्छ फरवर्ड गरेपछि देखिँदैन फेरि प्रिन्ट गर्दा फरवर्ड गरेपछि त देखिँदैन फरवर्ड गरेपछि फरवर्ड गर्ने मान्छेले मात्रै देख्छ के फरवर्ड गरेपछि स्टोरमा हुन्छ नि धेरै औषधि हामीले दर्ता गर्न सकिएन भने त्यो भोलिपल्ट चाहिँ बस्छ कि बस्छ तपाईँले सेभल गर्नुभयो भने एडिट गर्न मिल्छ कि तपाईँले अहिले सेभल गर्न बिर्सिनु भयो इएलआईमा यो सेभल सेभ नगर्ने बित्तिकै त्यो के भन्छ ड्राफ्ट नगरिकन हिँड्यो भने त्यो उठ्थ्यो त्यसमा चाहिँ सेभल नगरे पनि यो अहिले गरेको आइटम चाहिँ पछि फेरि खोलेर हेर्दा त्यहाँ बस्या हुन्छ कि त्यसमा सेभल गर्नुभयो भने त झन् एकदमै सुरक्षित भइहाल्यो पछि गएर सेभल गर्नु पाइयो सेभल गर्नुभयो भने पछि एडिट गर्ने केही एडिट गर्न मन लाग्यो भने एडिट गर्नुहुन्छ थपघट गर्न मिल्यो रद्द गरेपछि हट्दैन त्यो तपाईँले त्यो आइटमलाई चाहिँ आइटम वाइज चाहिँ एडिट गर्नु पऱ्यो भने चाहिँ त्यो आइटमलाई फेरि डिलिट गर्ने फेरि त्यही आइटम एडिट गर्नु पर्छ जस्तै एयरलाइन्समा हरेक आइटममा एडिट गर्ने अप्सन थियो नि केसको त्यसमा छैन त्यस्तो त्यसमा एडिट चाहिँ हुन्छ हुनलाई तर त्यो सबै आइटम हेर्ने अरू आइटम थप्न मिल्यो घटाउन मिल्यो अथवा चाहिँ त्यो आइटम चाहिँ केही बढी अथवा कम क्वान्टिटी एड गरेर चाहिँ भने त्यसलाई डिलिट गर्ने अनि फेरिबाट राख्ने कि त्यो गर्न सकिन्छ यसमा नि यसरी हामी गर्न सक्छौँ अनि यो इन्ट्री गरिसकेपछि तपाईँ फेरि फरवर्ड गर्नुपर्छ कहाँ स्वीकृतकर्ताकोमा यो स्वीकृतिको लागि फरवर्ड गरिसकेपछि स्वीकृतकर्ताले त्यसलाई एप्रुभ गरेपछि बल्ल तपाईँको के हुन्छ ओपनिङ ब्यालेन्समा पनि गर्नुपर्छ पर्यो अनि स्वीकृत गरिसकेपछि फेरि तपाईँको यो के आउँछ अन्य मौदात परमिष्टिमा आएर बस्या हुन्छ बसिसकेपछि फेरि अब यसलाई चाहिँ अब ब्याच नम्बर एक्सपायरी डेट म्यानुफ्याक्चरिङ डेट यस्ता कुराहरू राख्न पर्नेछ अरे त्यो राखेर अब दाखिला गर्ने भन्छ क्या त्यसलाई अन्य मौदात परमिष्टिबाट इन्ट्री गरेको सामानलाई दाखिला गरेपछि मात्रै बल्ल हाम्रो स्टोरमा आउँछ त्यसपछि बल्ल हामीले चाहिँ इएलएमएसमा हामीले ब्याच नम्बर एक्सपायरी डेट सकेसम्म म्यानुफ्याक्चरिङ डेट होइन यस्ता कुराहरू छ नि ती कुराहरू सबै राखिसकेपछि अनि फेरि सेभल अनि एडिट अप्सनमा गयो के अरे 3 डट अप्सनमा गएर फेरि फरवर्ड गर्नुपर्छ अनि स्वीकृतकर्ताको पठाएपछि स्वीकृत गरिसकेपछि बल्ल तपाईँको स्टोरमा आएर यो मौदातमा उसमा देखिने हो तपाईँले यति गरेर मात्रै दाखिला के अरे रिभ्युअर भन्ने त तपाईँको उसमा राखेको भएर मात्रै पालिकामा अरूमा रिभ्युअर चाहिँदैन कि स्वीकृतकर्ताले स्वीकृत गर्नु पर्यो नि गरेन भने त्यहाँ पेन्डिङ कहाँनिर बस्छ भनेको देखिन्छ त्यहाँ देखिन्छ त्यहाँलाई स्वीकृतकर्तामा गएको भन्ने देखिन्छ कि स्वीकृतकर्तामा गएको अथवा त्यहाँ चाहिँ स्वीकृत भएको भन्ने देखाउँछ त्यसको अवस्था हेर्ने कि अवस्थामा गएर सबै गरेर हेर्ने भने चाहिँ के छ त त्यसको अवस्था स्वीकृत भयो कि भएन अथवा पेन्डिङमै छ भन्ने देखिन्छ स्वीकृत भएको भनेर आउँछ मेसेज आएर बस्छ कि त्यो मेसेज ओपनिङ ब्यालेन्स गर्छौँ होइन अन्य मौदात परमिष्टिबाट राखिसकेपछि सेभ गर् अनि फरवर्ड गरेपछि एप्रुभकर्ता कहाँ जान्छ एप्रुभकर्ता कहाँ पठाउँछौँ एप्रुभकर्ताले एप्रुभ गरिसकेपछि फेरि त्यही अन्य मौदात परमिष्टिबाट गरिएको चाहिँ सामानहरूलाई दाखिला गर्नुपर्ने अप्सन छ दाखिलाबाट त्यसलाई दाखिला गर्ने दाखिला गर्नलाई फेरि चाहिँ के अन्य मौदात परमिष्टिमै जान्छौँ दाखिला गर्ने फेरि स्टोर किपर पर्छ नि नगरिकन तपाईँको स्टोरमै आउँदैन यो त
ELMS जस्तो सजिलो छैन यो अलिकति अप्ठ्यारो छ कि अब ELMS मा चाहिँ ओपनिङ ब्यालेन्स राख्ने बित्तिकै तपाईँको सिस्टममा आउँदै ठक्क देखिन्थ्यो यसमा चाहिँ अन्य मद्दत प्रविष्टि गरिसकेपछि फेरि चाहिँ त्यसलाई त्यही जुन आइटम हो त्यसलाई फेरि हामीले दाखिलाको अप्सनमा गएर हरेक आइटमको ब्याच नम्बर एक्सपायरी डेट र म्यानुफ्याक्चरिङ डेट अनि क्वान्टिटी त्यो सबै सर्भर आउँछ नि दाखिला गर्ने भनेर सर्भरै आउँछ होला। आउँछ अनि तिनीहरूको चाहिँ त्यो अनुसार चाहिँ लेख्ने हो। त्यो अनुसारले हामीले जति क्लिक गरेन होइन लिस्टै हुन्छ लिस्टै आउँछ। अनि एउटाको साइडबाट फेरि त्यसलाई चाहिँ अप्सन हुन्छ कि हरेक आइटमको साइडमा चाहिँ क्लिक गर्ने अनि ब्याच नम्बर एक्सपायरी डेट राख्ने हुन्छ अनि त्यसपछि फेरि हामीले इन्ट्री गरेको जति मात्रै खोज्छ अरू खोज्दैन त्यसलाई सेभ गर्दै जाने फेरि अरू चाहिँ हरेक आइटम गर्ने त्यसपछि लास्टमा सेभ अल खरिदारले अन्तिम मौजत प्रतिशत वस्तुको सहायक माइबाट आयो भने यहाँ कहाँ गएर बसेर दाखिला इन्ट्री गर्ने औषध दाखिला जाने नि आर्थिक गर्न सार्ने यहाँ जाने नि यहाँ कोही बसेको भए देखाउँछ यहाँ आधी नहुन अब खालि देखाउँछ कि कोही कति छ यहाँ ठ्याक्कै देखाइहाल्छ अन्य मौजत प्रतिशत खरिदारले वस्तुको सहायता बाका कुनै एक भएर आएछ भने यहाँ देखाउँछ एक बाहेन देखाउँछ गर्ने सबै एउटै हुन्थ्यो त्यसमा त अब खराब भएर कतिपय मर्मराज यो के अरे खरिदारले लेखा मार्फत जानुपर्छ